टाँस चल्यो है यहाँ फेरि अलि क्यामेरा देखेर तर हाम्रो भिडियो बनाउँछन् गोली हाने त पछि पछि आएर फेरि बर्बाद हुन्छ हेर छ्यामा के पऱ्यो आँखामा फेरि जहिले आँखामा के परिदिन्छ यार यस्तै हुन्छ कि चस्मा नलाउँदाखेरि फेरि किन यत्रो घिच्छ बाइक कन्ट्रोलै गरेछ नि मैले त यति लौ टाढा भएर म भनेको के हो र यो है यो बहिनी कहाँबाट जान्छ कुन बाटो जाने म टाढा लै टाढा ओए के भयो यार दागी पल्टाएछ नि त्यहाँ देखिरहेको छु टायरमा पानी हुन्छ क्या त्यही भएर कुदाउनु हुन्न क्या टायरमा स्लिप खान्छ क्या केही त भएन अरू केही त भएन किसिम स्लिप खाएछ क्या ल केही भएन भन्ने केही भइन्छ एकछिन दिन फेरि भइहाल्छ क्या एकछिन भन्ने कुरा फेरि उ गरेर हुँदैन कि नि त सोधि यार बिचरा कति गाह्रो भयो होला उसलाई कति बेला भइदिन्छ सबै स्लिप खाइदिइहाल्छ अझै उनीहरूको बाइक त त्यति हुन्न के अझै यहाँसम्म यति स्लिप खाइदिन्छ यति उकालो अरालो हुनुपर्छ पुरै उको जस्तो हो कि गौँडौला जस्तो भ्यानट्याङ 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 गरिदिन्छ त्यही भएर स्पिड चाहिँ हान्नु नराम्रो चलाउनु पर्छ स्पिड हान्नुपर्छ तर ठाउँमा हान्नुपर्छ क्या जहाँ मलाई चाहिँ स्पिड हानेर उसले चाहिँ स्पिड हानै थिएन होला खासै देख्न पाएन है म त ब्लुट बाइक रहेछ खोइ कहाँबाट फट्केर आयो त्यो ए नानी यस्तो गर्नु हुन्न के बोका भन्छन् थाहा छ अझ यो बिचमा गोरु बाफ्रे 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 मै हुँ राजा भन्ने हुन्छ नि त गाह्रो हुन्छ यार यस्तरी फड्के थियो नि त्यो केटा क्यामेराबाट देखिएन क्यामेरा त उल्टा फड्के थियो मान्छे देखिदिएको नि त झुममा जान्थ्यो र म त के ठोक्दै कि भने कस्तो डर लागेको थियो होइन रहेछ
जान्थे हजुर ए रनको हजुर पार्यौनीतिर ती मनको हजुर चाहिँ कता हो मा के गरेको फेरि थ्याट आँखामा हेर्दै नआउनु न हेर्नु त रोक्नु है ओहो ल निस्किन त भयो ढिलो भयो होला थ्याङ्क यू त्यस्तै भन्छ कि गलास नलाउँदा फेरि हजुर यार यस्तै हुन्छ कि गलास नलाउने भने फेरि कहाँ म यत्तिकै भलो गरिदिएँ आज झ्याप्पै आँखामा पर्थ्यो अलिअलि त्यत्तिकै टाइम पास पढाइसकेर मलाई पठाइदिनुहुन्छ बाहिर फ्रीमा पठाइदिनु सक्नुहुन्छ कति लाग्छ खर्च भन्नुलाई स्टुडेन्टमा हो ब्याचलर सकेकोलाई कस्तो राम्रो हुन्छ आर्ट्स गर्नै पर्छ ब्याचलर भएर नि हजुरहरू जानुहुन्न त्यत्तिकै बस्ने मात्र ए सके छैन ए स्यालेरी त किसिम हुन्छ होला स्यालेरी कति देखा यति देखा कति देखा त्यो त त्यस्तै नै हुन्छ भ्याइको जब अहिले बन्द भयो त्यो कन्सल्टेन्सी अहिले अब भयो ए 5 जब हुन्छ र बस्नु म निस्किन्छु माथितिर जाने काम छ थ्याङ्क यू आँखामा परेको निकालिदिनु भयो ल है फेरि गफ फेरि मैले हानिहाल्छु किन गफ त मैले त फेरि केटा हो तिमीहरूको दाइले त फेरि चप्काइदिइहाल्छु कि धन्न राम्री रहेछ मतलब त्यो वाला राम्री नाइ कि त्यो के सहयोगी भावनाको रहेछ कि मैले उनलाई छोडिदिनु गएको भन्नु हुन्थ्यो तर मलाई रात पर्छ कि नि त मैले एउटा भिडियो बनाएर निस्किहाल्नु भनेको ओहो नि दन्थे हजुर लाइदेऊ न मायालु चोख पिरती चट 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 अरे कौन भौंक रहा है ये बदतमीज यति न के भन्न लाग्थेँ फेरि भनेन ल जहाँ पाए त्यो बोल्नु नि हुन्न के हल्का सोच्नुपर्छ अनि मैले सोचेँ मैले बन्द गरिदिएँ कुछ भी ओहो नि राइडर स्कुटीवाला
Oh no! लर्को हजुरा यति त फेरि ट्राफिक हुन्छ केटा गोडी हाल्ने चाहिँ कसम चाहिँ म त फेरि टिप्पर भाइ उठामा त हो क्या सोलो हिँड्ने यार एउटा त स्पिड जाने होला कर के खालको रहेछ नि टिप्पर दाइ त भएन त टिप्परले ब्रेक लायो भने फेरि साटो गइदिइहाल्छ यार जलवा है हमारा सो गरिदिन्छ ब्रेक लाउँदैन अनि गाह्रो पो छ त हौ यो यसले मलाई डिस्टर्ब गर्यो मासाले लर्को हजुरा मर्को हजुरा उके रोडको राजा चाहिँ यो हो के थाहा छ टिप्पर भन्छ नि होइन गोरु हो गोरु थाहा छ तिमीहरूले केटा तिमीहरू त खालि गोरु जोड्ने काम मात्र भन्छौ यहाँ रोडको राजा थाहा छ तर यो स्पिडको छ नि यो स्पिडको बाइक फेरि कन्ट्रोल भएन नि त म त उमेर केटीहरू निस्काइदिनु राम्री राम्री केटीहरू त फेरि यता म चिने जस्तो चिने अब चाहिँ मैले एउटा फोन गर्छु त्यो फोन चाहिँ देखाउनुहुन्न 8 मिनटको भएछ ठिकै छ भिडियो सरी